नेपालमा कतिपयले राजालाई आजभोलि देखिनु भएको छ मिडियामा राजाको विषयमा खुब ठुलो चर्काचर्की गर्छन्, कतिपयले राजालाई खुब ठुलो गाली पनि गर्छन्। तर ती राजाले कहिले पनि नेताहरूलाई गाली गरे मैले सुनिन। ती राजाले कहिले पनि कसैलाई नराम्रो भनेको मैले सुनिन। ती राजालाई कतिपयले दाई मारा भनेर आरोप लाउँछन्। यदि दाई मारेको भए राजालाई उहिले जेल हालिसक्थे यी नेताहरूले। उनको त्यो गल्ती कहिले भएन। विदेशी शक्तिले भारतको CIA लगायत यस्ता एजेन्टहरूले भन्नु पर्दाखेरि भारतको कांग्रेस ISS सोनिया गान्धीको डिजाइन थियो। यो म पक्का रूपले भन्न सक्छु। नेपालको राज संस्था सिद्ध्याएर नेपाललाई नै भारतले कुदृष्टि रूपले एउटा कब्जा गर्ने सोच थियो हिजो सोनिया गान्धीको प्रधानमन्त्री हुँदाखेरि भारतमा। आज त्यो अनुरूप याद गर्नुहोस्, एकचोटि नेपालमा जब राजीव गान्धी र सोनिया गान्धी आएका थिए पशुपतिनाथको दर्शन गर्न, हाम्रो बडा महारानी ऐश्वर्या राज्य लक्ष्मीले वीरेन्द्र सरकारको श्रीमती महारानीले के गर्नुभयो भने उनलाई क्रिश्चियन भएको कारणले गर्दा श्रीमानलाई मन्दिरभित्र जानुभयो पशुपतिनाथमा। तर ऐश्वर्या महारानी अध्यक्ष हुनुहुन्थ्यो पशुपति विकास कोषको, उहाँले जान दिनु भएन सोनिया गान्धीलाई विदेशी धर्मको भनेर। त्यही रिसले गर्दा ऐश्वर्या रानीको मलाई टाउको चाहिन्छ भन्ने सोनिया गान्धीको त्यो वचन तिनीहरूले दरबार हत्याकाण्ड गरेर पुरा गरे। अनि एउटा दाजुभाइको परिवारलाई चाहिँ केही नगरे जस्तो गरेर भोलि आरोप यिनीहरूलाई नै खनिन्छ भन्ने यस्तो खालको ट्रिक, यस्तो खालको तरिका मिलाएर हाम्रो नेपालको प्राचीन इतिहास, हाम्रो परम्परा, हाम्रो धर्म, नेपालको राज संस्था मास्ने काम भयो। त्यसैले गर्दा म अनुरोध गर्छु, यहाँ मैले कसैलाई राजा ल्याउनु पर्छ देशमा भनेर भने पनि होइन, तर राजालाई अभिभावक बनाएर तिमीहरू नेताहरूले देश चलाऊ। यो नेपालमा 5-5 वर्षमा राष्ट्रपति कतिवटा चेन्ज गर्छौ तिमीहरू, कतिवटा जिल्लामा राख्छौ भोलि राष्ट्रपति, पूर्व राष्ट्रपतिहरू कहाँ थुपार्छौ तिमीहरू। त्यसैले देशले धान्न नसक्ने कुरालाई तिमीहरू जिद्दी नगर। नेताहरूलाई हामी यही चेतावनी गर्छौँ अब काठमाडौँ गएर कि नेपालमा राजा, नेता, जनता मिलेर यो देशमा शान्ति ल्याऊ, देशको विकास गर। आज नेपालमा एउटा CEO पनि बन्दैन। लाजमर्दो कुरो, एउटा CEO बनाउने मेसिन फ्याक्ट्री खुलेको थियो, त्यो CEO को पाल बनाउन नसकेर हात उठाएर भारतलाई जिम्मा दियो नेपालले। एउटा CEO बन्दैन नेपालमा। हिजो कल कारखाना थियो, टायर, जुत्ता, जनकपुर चुरोट कारखाना, जुट मिलबाट हाम्रो सामानहरू विदेशमा जान्थ्यो। नेपाल धनी थियो, तर आज नेपाललाई कंगाल बनाए। हाम्रा दिदीबहिनी दाजुभाइहरू छोराछोरीहरू पढिसकेपछि 11-12 क्लास पढेपछि के छ अब लक्ष्य भन्यो भने अब हामी अस्ट्रेलिया जाने, अब हामी अमेरिका जाने, अब हामी क्यानाडा जाने। कोही पनि आमा बुवाको छोराछोरीहरू आज देशमा छैनन्, सबै बाहिर अमेरिका र अस्ट्रेलिया र क्यानाडा पुगेका छन्। किन भन्दा देशमा गरेर खाने बाटो छैन, देशमा आज केही पनि उद्योग छैन, केही पनि आय स्रोत छैन। नेताहरू हाम्रा दाजुभाइ छोराहरूलाई विदेश पठाएको त्यो रेमिटेन्स पैसा खाएर, घुस खाएर देश चलाइरहेका छन्। भन्छन् नेपालमा धर्म आउनु हुँदैन रे। पहिला पहिला त मान्छेलाई धर्मसँग डर हुन्थ्यो, धर्मलाई मानेर राज्य सम्हाल्थे। तर आज देशमा धर्म छाडा भए सबै नेताहरू दिनभरि राजनीति गर्ने, बेलुका भएपछि जाँड खाएर अनि तरुणीहरूसँग घुम्ने यस्ता नेताहरू भएपछि, धर्म छाडाहरू भएपछि नेपाल कहिले पनि बन्दैन। एकचोटि तपाईहरू नेपालीहरू सबै जुर्मुराउनु पर्छ, देशभरिबाट जाग्नुपर्छ। तर त्यो हिन्दू राष्ट्रको आन्दोलन कस्तो हुन्छ भने एउटा पनि जनता कोही मर्ने छैनन् र काठमाडौँको चक्रपथभरि करोडौं लाखौं जनताहरू हातमा फूल लिएर जान्छन् त्यो आन्दोलनमा। न पुलिसले लट्ठी चलाउन परोस्, न जनता आक्रोशमा आउन परोस्। जनता करोडौं उत्रेर एकैचोटि शान्तिपूर्ण ढंगबाट नेपालमा वैदिक सनातन हिन्दू अधिराज्यको स्थापना गर्ने यो शुभ अवसर मिलोस्। म भागवत भगवानसँग यही प्रार्थना गर्दछु, यही आशीर्वाद माग्दछु। तपाईहरू सबै भक्तहरूले यदि यो कुरा सही लाग्छ भने तपाईहरूले भागवत भगवानसँग यही आशीर्वाद माग्दिनु होला, यो हाम्रो लक्ष्य पूरा होस्। अहिले मलाई काठमाडौँबाट धेरै फोनहरू आएको छ, तपाईँ कहाँ हराउनु भयो भन्नु पर्दाखेरि विभिन्न संवेदनशील ठाउँहरूबाट मलाई फोन आइरहेको छ। तर मैले यो कुरा हिजो अस्ति बोलेको भए मलाई पुलिस प्रशासन आएर नजरबन्द गरेर राख्थ्यो यही पण्डालमा। त्यसैले म केही बोलिन साथ दिनसम्म भोलि यहाँबाट बिदा भएर जान्छु। त्यसपछि मैले आफ्नो समय अनुकूल म कसरी कतिखेर काठमाडौँ पुगेर हाम्रो पत्रकार सम्मेलन भएर काठमाडौँको चक्रपथभरि हाम्रो पूर्ण सभाको कार्यक्रमहरू छ। नेपाललाई धर्म सापेक्ष गर्ने, हिन्दू राष्ट्र गर्ने, कोही जनता नमरुन्, देशमा शान्तिपूर्ण ढंगबाट नेपालमा हिन्दू अधिराज्यको स्थापना होस्, यो ढंगबाट हामी कार्य गर्छौं। यहाँ झगडा गर्ने, उसले उसलाई आरोप लाउने, उसले उसलाई गाली गर्ने बेला छैन। अब सबै मिलेर देश बनाउने बेला छ। यो काममा मैले एउटा ठूलो लक्ष्य राखेको छु। हजुरहरू सबैको आशीर्वाद मिलोस्। तपाईहरु सबैको एउटा आशीर्वादले पनि यो काम हुन्छ। यहाँ धेरै बुढाबुढी आमाहरू हुनुहुन्छ, तपाईहरुले यत्रो दिन व्रत बस्नु भएको छ, तपाईहरुले शुद्ध हृदयले आशीर्वाद दिनुस् गुरुजीहरूले गर्न लागेको आँटेको यो काम पूरा होस् भनेर। यो किनभने विश्वको हिन्दूहरूको लागि यो एकदमै महत्त्वपूर्ण कुरा हो।
र अब कतिपयले मलाई राजनीति गर्न लागे, गुरुले पार्टी यताउता भन्लान्, म कुनै पार्टीको होइन, म सबै पार्टीलाई सम्मान गर्छु। हिन्दू धर्म चाहिन्छ, ठिकै छ, ल राख्नुपर्छ भनेर मलाई बोलाउनु भयो भने म एमाले पार्टीको कार्यकर्ताले कार्यक्रम राखे पनि जान्छु, काङ्ग्रेसले कार्यकर्ताले कार्यक्रम राखे पनि जान्छु, माओवादीले राखे पनि जान्छु। तर धर्म छैन भने म कोही आफ्नै भए पनि म त्यसकोमा टेक्नेवाला छैन। किनभने वैदिक सनातन धर्म जहाँ हुन्छ त्यहाँ विश्व ब्रह्माण्ड अटाउँछ। हाम्रो धर्मले कहिले पनि हिंसाको बाटो अपनाउँदैन। तसर्थ शान्तिपूर्ण ढङ्गबाट नेपालमा हिन्दू राष्ट्र गराउने यो लक्ष्य हामीले लिएका छौँ। जहाँसम्म अब समय आइसक्यो, अब समय धेरै बेर छैन। नेताहरूले हामीलाई धुरुक्कै रुवाइसके, नेपाललाई खोक्रो बनाइसके, केही छैन नेपालमा अब बाँकी। सारा हाम्रा दाजुभाइहरू सबै विदेशिएका छन्। एकचोटि नेपालमा फेरि सनातन धर्मको बिगुल बज्नेछ, नेपालमा धर्मको स्थापना हुनेछ। त्यसमा हामी गुरुहरू, यी राजनीतिज्ञहरूको मार्गदर्शक भएर उहाँहरूलाई बाटो देखाएर जाने यो प्रेरणा भगवानले हामीलाई दिउन्। र समादरणीय भक्तजनहरू, हजुरहरूले यति मनन गर्नुहोस् कि नेपालमा यदि धर्म रहेन, हिन्दू राष्ट्र आएन, धर्म निरपेक्ष नै रहिरह्यो भने अबको 10 वर्षपछि तपाईँ हामीले यसरी पुराण गरेर बस्ने यो माहौल पनि बन्दैन यो देशमा। यस्तो प्रकारको गएर यहाँ समाजमा विकृतिहरू आउनेछ। अहिले नै धेरै विकृतिहरू आयो, विदेशीको क्रीडा बन्यो हाम्रो देश। हाम्रो देशको कत्रो इज्जत थियो, आज विदेशतिर जाँदाखेरि नेपालको गाली सुन्नुपर्छ। बडो बेइज्जतको अवस्था बनाएका छन् हाम्रो देशलाई। त्यसैले मैले यो लक्ष्य किन लिएको भने म गुरु भएर मैले धर्मको प्रचार गरेर हिँड्ने मान्छेले धर्म मासिरहेको, गाई काटिरहेको मैले हेर्न मिल्दैन, मेरो कर्तव्य हो। नत्र भने तपाईँहरू भक्तहरूले खुवाएको यो नुनको मलाई श्राप लाग्छ। तपाईँहरूको धर्मको रक्षा गर्नु मेरो कर्तव्य हो, जिम्मेवारी हो। गुरु भएर, भागवत भन्ने भएर धनको पछाडि र आफ्नो पेट पाल्नेतिर मात्रै लाग्ने काम गर्यो भने त्यो धर्मको रक्षा भएन। कतिपय अहिले नेपालमा टप लेभलमा कथा गर्नेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि म आह्वान गर्छु, काठमाडौँ गएर उहाँहरू पनि आउनुहुन्छ। हाम्रो कुबेर सुवेदीजी मेरो अत्यन्तै प्यारो मित्र हुनुहुन्छ। धेरै वर्ष अगाडि हाम्रो इटरीमा आन्दोलन भएको तपाईँलाई थाहा छ कि छैन? पहिला त्यति बेला पनि उहाँले खुब ठुलो साथ दिनुभएको थियो। हाम्रो जगतगुरु बालसन्त महाराजजी, हाम्रो जगतगुरु कृष्णदासजी महाराजजी लगायत देवघाटका महाराजजीहरू, उहाँहरू सबैसँग सल्लाह भइरहेको छ। हामी काठमाडौँमा अब एकै ठाउँमा जम्मा भएर यो कार्यक्रमहरू अगाडि बढाउँदैछौँ।